Hello everyone. Happy तिहार सबैलाई हाम्रो तर्फबाट। अनि आज चाहिँ हामी दुईजना मिलेर केही सानोतिनो परिकार बनाएर खान गइरहेछौँ। तर त्यो परिकार चाहिँ हाम्रो तिहारको छैन। तिहारको सेलरोटी बनाउनु पनि हाम्रो टाइम पनि छैन। त्यही भएर चाहिँ अब हामीले जानेको अनि जति पनि उपलब्ध भएको चिजहरू चाहिँ हामी बनाउन गइरहेछौँ। सो गाइज तपाईँहरू राम्रोसँग मनाउनु होला तिहार। भोलि त भाइटिका हो। हाम्रो त भाइहरू पनि नेपालमै छन् होइन। अनि हामी चाहिँ अब जो जहाँ छौँ जसरी तरिकाले मनाउन गइरहेछौँ। सो सी यू। आज हामीले के बनाउँछौँ हेर्दै गर्नु होला। स्टे ट्युन गाइज। यहाँ आलु बोइल गर्नको लागि राखिसकेका छौँ अचारको लागि। अनि हाम्रो दिदीले चाहिँ अब मासु बनाउनको लागि रेडी गर्दै हुनुहुन्छ सामानहरू। चाहिँ पोर्क पाक्नको लागि यसरी हामीले फर्स्टमा बोइल गर्दैछौँ पोर्कलाई। त्यसपछि बाँकी कुराहरूमा देखाउँदै गर्छु तपाईँलाई। दिदीले चाहिँ यहाँ जिन्जर सिल्दै हुनुहुन्छ। अनि हामी चाहिँ अचारको लागि अब सेस्मे सिड चाहिँ भुट्नुपर्छ ल। हेलो एभ्रिवान। हाम्रो दिदी चाहिँ स्ट्रगल गर्दै हुनुहुन्छ पुरी बनाउनलाई। हामीले हिजो नै यो पिठो चाहिँ डो बनाएर राखेको थियौँ। तर पिठो चाहिँ यस्तो गिलो भएछ कि अहिले हेर्नु त यो पिठोको हालत। अनि हेर्नु त हाम्रो दिदीलाई कस्तो महसुस हुँदैछ। यतिको स्ट्रगल पछि त एकदमै मिठो पुरी बन्छ होला नि के कसो हो। अब पनि हामीले यो बनाइसकेपछि तपाईँहरूलाई देखाउँछौँ है। फाइनली हामीले चाहिँ बनायौँ होइन खानेकुरा चाहिँ। अनि आज चाहिँ हामीले चाहिँ नथिङ स्पेसल बट इट्स ओके टु अस। हामीलाई स्पेसल लागिरहेको किनभने नेपाली खानेकुरा खानलाई अलिक धेरै गाह्रै हुन्छ। अनि सो हामीले चाहिँ यो बनाएको छ पोर्क स्क्रिपी एन्ड सम अफ के भन्छ त्यसलाई झोल छ होइन। अनि त्यसको लागि चाहिँ फेरि यहाँ छ यमी अचार अनि अनदर पुरी। मैले चाहिँ अचार र तरकारी बनाएको तिहार मनाउँदैछु। एउटा साथी आउनु लागि छ अनि यति बनाइसकेर हामी यहाँ जान्छौँ एकछिनपछि। So let's see. We're gonna eat spicy. Bye bye. See you guys. And come to next video.